मन्त्रीज्यू सत्तापक्ष हो या प्रतिपक्ष हो भन्ने कुरो थाहा हुनुपर्छ। यस्तो कानुन भएन उस्तो कानुन भएन भनेर त्यो लामो गीत हामीलाई सुनाउनु भयो यहाँले। अब मान्य हर्कराज राईजीको गुनासो गर्ने होइन भन्नुभयो है। यो कानुन बनेन, यहाँ यस्तो कानुन बनेन उस्तो कानुन बनेन भनेर गुनासो गर्ने भन्नुभयो, उहाँ नै जानुभएछ। बनेकै छैन त गुनासो नगरेर के गर्ने त। अर्कोचोटिदेखि चाहिँ समयको ध्यान यहाँले दिनुपर्छ जस्तो मलाई लाग्छ। धेरैले अनुसन्धान गर्ने, रिसर्च गर्ने, इनोभेसन गर्ने भनेपछि यो खेले जस्तो ठान्छन् क्या। रिसर्च गर्ने, पेपर लेख्ने, अब जर्नलहरूमा छपाउने, अनि कागजमा के अरे व्यवहारमा केही नगर्ने। रिसर्चहरू गर्ने भनेर बजेट छुट्यायो, यहाँ भइरहेको छ, त्यस्तै भइरहेको भएर हो। यहाँ चाहिँ विभिन्न मन्त्रालयहरू अन्तर्गत अनुसन्धान गर्ने भनेर केही बजेटहरू छुट्याएकै छ, छुट्याउँछन्। नवपरिवर्तन गर्ने भनेको कुरा कुनै नयाँ चिज, कसैले नयाँ चिजहरू बनाउन खोज्छ, निकाल्न खोज्छ, विकास गर्न खोज्छ भने तिनीहरूलाई सहयोग गर्ने हो। अब कसैलाई चाहिँ जबरजस्ती यो यस्तो चिज निकाल भनेर चाहिँ जबरजस्ती नवपरिवर्तन गराउन सकिँदैन। नवपरिवर्तन गराउने भनेको जबरजस्ती हुने कुरै होइन के। र कुनै पनि देशमा नवपरिवर्तन गर्ने कुरा एक्ज्याक्ट डाटा त छैन, तैपनि 1,00,000 जनामा 5-10 जना, 10-15 जना होला, त्यतिले मात्रै गर्ने हो। नेपालको कुरा मात्र होइन, संसारमै त्यही हो। अमेरिकामा पनि जम्मैले नवपरिवर्तन गर्दैन होला। अमेरिकाको जनसङ्ख्याको 1% पनि हुँदैन क्या, लाखौँमा 5-10 जनालाई हो। हाम्रो उद्देश्य, मन्त्रालयको उद्देश्य भनेको के हो भने त्यसरी नवपरिवर्तन गर्न चाहने, केही गर्न चाहने, दुःख पाएकोहरूलाई चाहिँ मद्दत गर्ने हो। र जहाँसम्म यो सिप विकासको कुरा छ, दलित समुदायहरूलाई अथवा कुनै पनि समुदायलाई जोसँग सिप छ होइन, पुरानो हाम्रो के अरे परम्परादेखि नै चलिआएको सिपहरू छ, तिनीहरूको वृद्धि विकास गरेर त्यसमा चाहिँ उनीहरूलाई कसरी समेट्ने भन्ने कुरा छ। यो कुरालाई चाहिँ समेट्ने भनेको चाहिँ खास गरी यो चाहिँ यो विज्ञान प्रविधि मन्त्रालयले यो नवपरिवर्तनले समेट्नु भन्दाखेरि पनि अरू अब को हुन्छ, उद्योग मन्त्रालयले तालिमहरू दिइरहेछ। उद्योगले विभिन्न किसिमको घरेलु तालिमहरू दिइरहेछ होइन। अरू मन्त्रालयले पनि विभिन्न किसिमको तालिमहरू छ, सिप छ, पढेको छ, सिप अहिले आएको छैन। सिप वृद्धि गर्नुको लागि सिप विकासको तालिमहरू अरू मन्त्रालयहरूले गरिरहेका छन्। हामीले चाहिँ त्यो कुरा पनि गरौँला। नवपरिवर्तन गर्न चाहनेहरूको उनीहरूको सिप वृद्धि गर्नलाई केही न केही कार्यक्रमहरू त पक्कै पनि ल्याउनेछौँ, तर साधारण अवस्थामा यो सिप विकास गर्ने भन्ने कुरा विभिन्न मन्त्रालयहरूले चलाउने कुरा हो। यो कुरा चाहिँ म भन्न चाहन्छु। र माननीय गुरुप्रसाद बरालज्यूले भन्नुभएको जनशक्तिको निर्माण भन्नुभएको हो है। अनि विद्यालयहरूमा यसको चाहिँ के अरे विस्तार कसरी गर्ने यसलाई भन्ने कुराहरू उहाँले पनि गर्नुभएको छ। एउटा युनिभर्सिटी छ उहाँ उर्लाबारीमा, युनिभर्सिटीको नाम चाहिँ बिर्सेँ, उहाँहरूले पनि त्यस्तो विकास गर्नुभएको छ। उहाँहरूलाई पनि धन्यवाद छ, यसको स्वागत पनि छ। र यो जनशक्तिको निर्माण गर्ने भनेको पनि त्यही हो। तालिम दिएर के गरेर हुन्छ, जनशक्तिको निर्माण गर्ने। जनशक्तिको यो निर्माण गर्ने कुरा र यो नवप्रवर्तकहरूको के अरे विकास गर्ने भन्ने कुरा चाहिँ फरक कुराहरू होला। तर नवपरिवर्तनको विकास गरियो, कुनै एउटा प्रतिभा भएको सृजनशील व्यक्तिलाई नवपरिवर्तन गर्ने मौका दिएर उसलाई बेसरी खर्च गरिदिनुपर्छ। तपाईँहरूलाई थाहा छैन होला कि थाहा पनि होला कसैलाई, एउटा व्यक्तिलाई नवपरिवर्तन गराउनको लागि कुनै नयाँ काम गराउनुपर्छ भने कति खर्च हुन्छ भन्ने कुरा कुनै लिमिट हुँदैन। म तपाईँलाई राष्ट्रिय आविष्कार केन्द्रको उदाहरण दिन्छु। त्यहाँ कसैले नयाँ आइडिया लिएर आयो, आइडिया कस्तो क्रेजी आइडियाहरू पनि लिएर आउँछन्, हाँसो लाग्ने आइडिया पनि लिएर आउँछन्। सुन्नु त पऱ्यो नि, सुनिदिनुपर्छ। कसैले आइडिया लिएर आउँछ भने सुनिदिने, हुनसक्ने छ व्यावहारिक रूपमा राम्रो छ भनेदेखि सहयोग गर्ने।
अब तिनीहरूलाई सिकाउने होइन, नवपरिवर्तन गर्नलाई सिप विकास गरेर नवपरिवर्तन गराउने होइन। यो एकदम फरक कुरा छ। कलेज खोलेर कलेजमा पढाउने भने जस्तो होइन नवपरिवर्तन गर्ने भनेको। नयाँ आइडिया छ, उसको दिमागमा चाहिँ के घुमिरहेको छ, त्यसलाई चाहिँ त्यो गर्ने वातावरण बनाइदिने हो क्या। त्यसलाई चाहिँ सिप विकास गराएर ट्रेनिङ दिएर त्यसलाई नवपरिवर्तन गराउने भन्ने हुँदैन, कुनै पनि देशमा हुँदैन। अनि उसलाई वातावरण बनाइदिने हो, लोगर बाबु भन्ने, फकाउने, फुलाउने, खाजा खुवाउने, भात खुवाउने, सुत्ने ठाउँ बनाइदिने, यसो मोबाइल रिचार्ज गर्ने पैसा दिने, जुत्ता किन्ने, चप्पल किन्ने पैसाहरू दिने, यसरी हो नवपरिवर्तन गराउने। र उसलाई फ्री छोडिदिने, उसलाई चाहिँ 10 बजेदेखि 4 बजेसम्म हाजिर गराएर नवपरिवर्तन गराउने भन्ने हुँदैन। उसले आफ्नो खुसीले जतिखेर गर्न मन लाग्छ, जे गर्न मन लाग्छ दिने, र उसले चाहिँ आफ्नो सिप आफैले वृद्धि गर्दै जाने हो, आफैले वृद्धि गर्दै जाने हो। आविष्कार केन्द्रमा त्यो हामीले त्यसरी गराइरहेछ। अनि त्यो गराउनको लागि त्यसलाई यति पैसा लाग्छ भन्ने छैन। मोटामोटी तेरो आविष्कार गर्नलाई कति पैसा लाग्छ बाबु भनेर सोध्यो भने 2-3 लाख रुपियाँ लाग्छ भन्यो मानौ, त्यो पुग्दैन क्या त्यो 2-3 लाखले। प्रष्ट उदाहरण छ। 2-3 लाख लाग्छ भनेकोलाई अहिले 20-30 लाख रुपियाँ हामीले खर्च गरिरहेछ। 20-30 लाख लाग्छ भन्नेलाई 2-3 करोड रुपियाँ पनि खर्च गरिदिएछ। अनि 5-6 महिना लाग्छ भन्नेले 2-3 वर्ष पनि काम गरिरहेछ। यसरी चाहिँ सिप वृद्धि, त्यसको ज्ञान वृद्धि गर्ने कुरा, उसलाई चाहिँ इनोभेटिभ आइडिया भएको मान्छेहरूलाई उसैले गर्दै सिक्दै लैजाने हो। र यो जनशक्ति निर्माण गर्ने भन्ने हुँदैन। जनशक्तिलाई, त्यस्ता किसिमका नवपरिवर्तन गर्ने जनशक्तिलाई चाहिँ वातावरण बनाएर उसलाई हुर्काउने हो। यो चाहिँ तपाईँहरूले गर्नुहोला। र विद्यालयहरूमा पनि अघि मैले भने, विद्यालयहरूमा मैले भनेको के थियो भने स्थानीय सरकारले पुँजीगत खर्चको 1% खर्च गरेर त्यहाँको विद्यालयहरूमा सानोतिनो होइन विज्ञान प्रविधि, अब त्यो हो STEM भन्छन्, साइन्स होइन को कुराहरू, विज्ञानको कुराहरू कसरी चाहिँ अगाडि बढाउने, त्यहाँको विज्ञान शिक्षकहरूलाई चाहिँ परिचालन गरेर सञ्चालन गर्ने भन्नेहरू हो। अनि एउटा औषधिजन्य कुराहरू, यो चाहिँ हामीले सिरियसली लिएको छ। औषधि भनेको हाम्रो जडीबुटी नेपालको ठुलो सम्पत्ति हो। हाइड्रो भने जस्तै हाइड्रो सम्पत्ति हो भन्छौँ हामीले त्यसरी, जडीबुटी पनि ठुलो सम्पत्ति हो। तर सम्पत्तिको युजै भएको छैन। आजभन्दा झन्नै कति वर्ष, 30-40 वर्ष अगाडि सुरु गरेको हाम्रो वामदेवजी र अर्को के हो बालकृष्णजीले पनि सुरु गरे। आज 30-40 वर्ष जति अगाडि त रहेछ त। उहाँहरूको पनि सानो थियो अरे पहिला त, अहिले अरबपति जेट किन्ने भइसके। किन? विकास गरेर भयो नि। त्यस कारण यसमा जडीबुटीको लागि केही विकासै भएको छैन। यसमा अनुसन्धान नवपरिवर्तन केही भएकै छैन। गर्ने भनेर त्रिभुवन विश्वविद्यालयको उतापट्टि चाहिँ कीर्तिपुर जाने बाटोको बाटोको यतापट्टि चाहिँ एउटा अनुसन्धान केन्द्र, तालिम केन्द्र भन्ने खोलेको छ। त्यहाँ चाहिँ काम भएको छैन। त्यो मैले कसरी थाहा पाएँ भने म चाहिँ त्यहाँ आविष्कार केन्द्रमा बस्दाखेरि हुम्लाबाट, डोल्पाबाट, यता माथि मुस्ताङतिरबाट जडीबुटी लिएर आउँछन् गाउँलेहरू। लु यस्तो जडीबुटी छ, यसको यस्तो गुण छ, उस्तो गुण छ भन्छन्। अब यसलाई त जाँच गर्ने त गरिदिनु पर्यो भन्छन्। अब हामीलाई त आउँदैन त्यो राष्ट्रिय आविष्कार केन्द्रमा। मैले चाहिँ यो चिज लिएर त्यहाँ जानुहोस् भन्न त्यहाँ पठाइदिन्छु, त्यहाँ केही पनि गरिदिएन भन्छ। त्यस कारणले यो जडीबुटीको लागि चाहिँ एकदमै के गर्न सकिन्छ, यो कुरामा पनि नवपरिवर्तन भनौँ, अनुसन्धान भनौँ, एकदमै सिरियसली गर्नुपर्ने कुरा छ। र उहाँले एउटा कुरा अर्को राख्नु भएको थियो, मैले यहाँ बिर्सेँ क्या, दिमागमा सोच्दा के राख्नु भएको थियो मान्यज्यू? योभन्दा बाहेक राम्रै कुरा राख्नु भएको थियो, बिर्सेँ। ल अब म अर्को भन्छु नवपरिवर्तनको कुरा। आइडिया होइन, त्यो त छ यहाँ, त्यो आइडिया ब्याङ्क भन्दा बाहेक माथि, त्योभन्दा अगाडि
राष्ट्रिय दिवस विज्ञान दिवसको बारेमा रहेछ। अब त्यो राष्ट्रिय स्तरमा नै मनाइरहेको छन्, आफ्नो आफ्नो किसिमले मनाइरहेका छन्। दिवसमा धेरै पैसा खर्च नगरौँ भन्ने चाहिँ मेरो चाहिँ छ। दिवस मनाउने हो, दिवस मनाउने हो। अब सभा सम्मेलनहरू गर्ने हो, तर दिवस मनाउने र सभा सम्मेलनमा चाहिँ मैले चाहिँ पटक्कै मन पर्दैन। म जाँदा पनि जाँदैन है, कसैको दिवसमा पनि जाँदैन। अब मन्त्री भएपछि आफ्नै दिवसमा त जानु पर्ला होइन, तर गर्ने हो, गर्ने, तर छुट्टी तरिकाले चाहिँ यो गर्ने भन्ने छ। आइडिया ब्याङ्क, अब यो आइडिया ब्याङ्क भन्ने कुरा अब विभिन्न किसिमको आइडिया हुन्छ। यो विज्ञान प्रविधि मात्र नभइकन अरू किसिमको आइडियाहरू हुन्छ। त्यसको सूचीकरण गर्ने, कसरी गर्ने भन्ने कुराहरू चाहिँ यसको चाहिँ हामीले ऐनहरू नै गराउनुपर्छ र यसमा चाहिँ हामी अगाडि बढ्नेछौँ।